राजनीति गर्नु आफ्नो क्षेत्र छँदैछ, आफ्नो जग्गा छँदैछ, मुद्दा छँदैछ, तर हामी चाहन्छौँ चुनावी माहौलमा जिएलपीलाई लिएर कसैले पनि राजनीतिकरण नगरिदियोस्। यदि केशवजीलाई हाम्रो त्यति नै चिन्ता थियो भनेदेखिलाई 2017 अगाडि होस् अथवा 2017 पछाडि होस्, उहाँलाई किन चाहिँ यो कुरोको मर्का परेन? त्यो जिटिए ल्याउँदाखेरि चाहिँ उहाँले कन्टिजेन्सी मेनल अनि जिएलपीको कुरा चाहिँ किन राखेन र अहिले आएर उठाइँदैछ? यहाँ कन्ट्रोभर्सी चलिरहेको छ। यो कुरोलाई कतै डाइभर्ट गर्नलाई त उहाँले जिएलपीलाई त यहाँनिर मुछिरहेको छैन, कन्टिजेन्सी मेनललाई मुछिरहेको छैन। चुनावको माहौल अगाडि फेरि केशवजीले 6000 भन्दा बेसी कन्टिजेन्सी मेनलको मुद्दा उठाएर यहाँनिर प्रोपोगन्डा फैलाउने कुरा गर्दैछ। नागरिकहरूलाई अथवा युवा मोर्चा, नारी मोर्चा, विद्यार्थी मोर्चाहरूलाई जब कन्टिजेन्सी मेनलमा आबद्ध गरे त्यसता पनि त केशवजी त गोर्खा जनमुक्ति मोर्चा रुलिङ पार्टीमा नै हुनुहुन्थ्यो। उहाँले यो कुरो त्यतिलाई चाहिँ किन उठाउन सक्नु भएन? यदि कन्टिजेन्सी मेनल अनि कञ्चनजङ्घा मेन पावरको विषयमा कुरा नै गर्नुहुन्छ भने उहाँ तपाईँले सोझो प्रश्न, ठाडो प्रश्न उहाँसँग राख्नुहुन्छ भने उहाँले एकदमै विस्तृत विवरण दिन्छ। अहिले वर्तमान जिटिएमा तपाईँहरू रमाउनु हुँदैछ नि, त्यो जिटिएमा कतै न कतै अहिले पनि हाम्रो जिएलपीको खुन पसिना गनाउँछ। 313 भन्दा धेरै क्यापेबल हाम्रो भाइ बहिनीहरू होला, इन्टरभ्यू गराउनुहोस् न, खुल्ला रूपमा इन्टरभ्यू गराएर नियुक्ति गराउनुहोस् त। सरकारसँग एकदमै राम्रो छ, तपाईँहरू सबअर्डिनेट सेलेक्सन बोर्ड ल्याउनुहोस्। अनि त्यो गर्दै गरेको कन्टिजेन्सी मेनल जो 6000 देखि माथि थियो उहाँलाई नियुक्ति पत्र दिएर देखाउनुहोस् न। जय गोर्खा सम्पूर्णमा विशेष गरी आज हामी जुन चाहिँ 2-3 दिन अघि मात्र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका प्रमुख प्रवक्ता है, केन्द्रीय प्रवक्ता आदरणीय दाजु केशवराज पोखरेलज्यूले 4 तारिक म 313 को यो शिक्षक नियुक्ति विषय लिएर केही धमाका गर्छु भनेर उहाँले अगावै भनिसक्नु भएको थियो। तर 4 तारिकको उहाँको प्रेस रिलिजमा हामीले देख्यौँ अहिलेसम्म गोर्खाल्यान्ड विषय लिएर गठन गरेको अथवा गोर्खाल्यान्डको निम्ति निष्पक्ष भावना लिएर अघि आएको जिएलपीहरूको बारेमा उहाँले कटाक्ष प्रहार गरेको हामीले देख्नमा पायौँ। यसोस्ले गर्दाखेरि म आज गोर्खाल्यान्ड पर्सनल वेलफेयर एसोसिएसनको अध्यक्षको हैसियतले हजुरहरू समक्ष 2-4 कुरा राख्न लागिरहेको छु। हामी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केन्द्रीय प्रवक्तामाथि धेरै धेरै आभारी छौँ। कारण उहाँले ढिलै भए पनि एउटा जिएलपीको भविष्यबारे उहाँ चिन्तित हुनुभएछ। तर उहाँलाई एउटा प्रश्न, जब जिटिएको एग्रिमेन्ट साइन गरियो त्यसताका रुलिङ पार्टी गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङसँग पनि उहाँ आबद्ध थियो। अनि 2017 को आन्दोलन बापत जब विनय तामाङले जिटिएको प्रभारी हुनुभयो उहाँ, त्यसता पनि केशवराजजी उहाँसँग आबद्ध हुनुहुन्थ्यो। अनि वर्तमानमा आएर अहिले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले जो जिटिएको सत्ता सम्हालिरहेको छ अनि अहिलेको जिटिए प्रमुखसँग त झन् उहाँ एकदमै नजदिकमा हुनुहुन्छ। त्यत्रो समयसम्म पनि जिएलपीको भविष्य अनि जिएलपीले गरेको योगदान बारे चिन्तित नभएको मान्छे एक्कासी आज आएर उहाँ चिन्तित हुनु यो अचम्मको कुरो हो। हामी चाहन्छौँ हामी जिएलपी जो गोर्खाल्यान्ड पर्सनल जो गोर्खाल्यान्डको मुद्दाको निम्ति एउटा गठन गरिएको स्वयंसेवक सङ्गठन थियो, हामीलाई लिएर यो चुनावी माहौलमा कसैले पनि राजनीतिकरण नगरिदियोस्। राजनीति गर्नु आफ्नो क्षेत्र छँदैछ, आफ्नो जग्गा छँदैछ, मुद्दा छँदैछ, तर हामी चाहन्छौँ चुनावी माहौलमा जिएलपीलाई लिएर कसैले पनि राजनीतिकरण नगरिदियोस्। कारण हामी गोर्खाल्यान्डसँग आबद्ध भएको अथवा गोर्खाल्यान्डलाई लिएर गठन गरेको स्वयंसेवी सङ्गठन हो। यसले गर्दाखेरि यदि केशवजीलाई हाम्रो त्यति नै चिन्ता थियो भनेदेखिलाई 2017 अगाडि होस् अथवा 2017 पछाडि होस्, उहाँलाई किन चाहिँ यो कुरोको मर्का परेन? यो कुरोले किन चाहिँ उहाँले यो कुरोलाई उठाएन? 2017 अगाडि त छोडिदिनुहोस्, 2017 बापतमा त जब गोर्खाल्यान्डको आन्दोलन, भीषण आन्दोलनलाई त्यही ठप्प पारेर फेरि नयाँ जिटिए व्यवस्था लियो, त्यस्ता त उहाँहरू अहिलेको राज्य सरकारसँग, राज्य सत्तासँग मिलेर लिएको थियो। त्यो जिटिए ल्याउँदाखेरि चाहिँ उहाँले कन्टिजेन्सी मेनल अनि जिएलपीको कुरा चाहिँ किन राखेन र अहिले आएर उठाइँदैछ? अनि हामीलाई शङ्का छ यो जिएलपीको कुरा 313 शिक्षक विषय लिएर जिएलपीको कुरा उठाउनु भनेको नै अहिले वर्तमानमा चलिरहेको 313 यो शिक्षकहरूको जुन चाहिँ यहाँ कन्ट्रोभर्सी चलिरहेको छ यो कुरोलाई कतै डाइभर्ट गर्नलाई त उहाँले जिएलपीलाई त यहाँनिर मुछिरहेको छैन, कन्टिजेन्सी मेनललाई मुछिरहेको छैन। हामी उहाँलाई प्रश्न गर्न चाहन्छौँ। अनि अर्को कुरो रोचक तथ्य के छ भनेदेखिलाई जब जब इलेक्सन आउँछ, जब जब विधायक चुनाव आउँछ उहाँले नम्बरको पोलिटिक्स गर्छ। कारण विगतमा विधायक चुनावमा पनि तपाईँहरूले देख्नु भएको कुरो हो, सर्वविदितै छ।
4000 भन्दा बेसी हाम्रो दार्जिलिङ पहाड तराई डुवर्सको शिक्षित युवा युवतीहरूलाई लिएर उहाँले टेटको इक्जाम गरायो, तर त्यसको नतिजा नै आएन। टेटको इक्जाम गरेको बापत 2-4 महिना बापत नै इलेक्सन थियो। अहिले आएर फेरि त्यही कुरो दोहोरिँदैछ। हेर्नुहोस् त, हामीले बार बार भनिरहेको छौँ, हामी जिटिएमा हुँदा कन्टिजेन्सी म्यानुअलबाट गर्ने, हाम्रो जिएलपी मात्र 3662 जना, जसले चाहिँ हामीले कन्टिजेन्सी म्यानुअलमा काम गर्थ्यौँ। अनि त्यस बापत फेरि कन्टिजेन्सी म्यानुअलका सम्पूर्ण युवा युवतीहरू विद्यार्थी मोर्चाहरू थपेर हामी 6000 भन्दा धेरै भएको थियौँ। तर आज आएर चुनावको माहौल अगाडि फेरि केशवजीले 6000 भन्दा बेसी कन्टिजेन्सी म्यानुअलको मुद्दा उठाएर यहाँनिर प्रोपोगन्डा फैलाउने कुरा गर्दैछ। तपाईँलाई विनम्र निवेदन, कृपया चुनावको माहौल, चुनावको समयको छेउमा तपाईँले यसरी कन्टिजेन्सी म्यानुअलको भावनासँग नखेलिदिनुहोस्। कारण हामीलाई थाहा छ, तपाईँले गर्ने नै भएदेखि गर्नु नै हुन्थ्यो भनेदेखिलाई अहिले पनि रुलिङ गभर्मेन्टमा तपाईँहरू हुनुहुन्छ। तपाईँहरूको स्टेट गभर्मेन्टसँग एकदमै राम्रो छ, तपाईँहरू अहिले यहाँनिर एकदमै बहुमतमा हुनुहुन्थ्यो। तपाईँले यो कुरो मिडियामा नउठाएर सुटुके कन्टिजेन्सी म्यानुअलसँग मिटिङ बसेर अथवा जिएलपीसँग मिटिङ बसेर नि त तपाईँले हाम्रो मुद्दालाई अगाडि लानु सक्नुहुन्थ्यो नि त। हाम्रो मुद्दामा त्यति साह्रो चिन्तित हुनुहुन्थ्यो भनेदेखिलाई। अनि उहाँले कुरो गर्दै थियो कन्टिजेन्सी म्यानुअलको सेलेरीको कुरा गर्नुहुँदै थियो, सेलेरीमा धाँधली भएको छ भनेर है, बोलेको होइन। म बोल्दैछु त केवल कन्टिजेन्सी म्यानुअल अनि जिएलपी हाम्रो गोर्खाल्यान्ड पर्सनल वेलफेयर एसोसिएसनको तर्फबाट बोल्दैछु। हेर्नुहोस्, हामीलाई गोर्खाल्यान्ड पर्सनललाई हामीलाई कन्टिजेन्सी म्यानुअलमा हाल्नुभन्दा अगाडि नै हामीलाई विदित भएको कुरो हो। यो जति पनि हाम्रो सेलेरी हुन्छ, यहाँ कन्टिजेन्सी म्यानुअलमा सेलेरी हुन्छ, यो सेलेरी जिटिए, यहाँ जिटिए गभर्मेन्ट जुन चाहिँ छ यो क्षेत्रको रेभिन्यूबाट जति पनि उठ्छ अथवा जिटिएमा आएको सेन्ट्रल फन्ड स्टेट फन्ड जुन चाहिँ ब्याङ्कमा बसिन्छ त्यहाँको इन्ट्रेस्टको कुरा आउँछ, त्यो इन्ट्रेस्टहरूबाट चाहिँ तपाईँलाई सेलेरी दिइन्छ भनेर चाहिँ हामीलाई पहिला नै बताएको कुरो हो। अनि यो कुरो हामीले एक्सेप्ट पनि गरेको हो। अहिले आएर उहाँले भन्दैछ उहाँहरूकोमा यदि एपोइन्टमेन्ट थियो भनेदेखिलाई हामी कानुनी मुद्दा गरिदिन्थ्यौँ भन्दैछ। जब जिटिएमा जिएलपी लगायत दार्जिलिङ पहाड तराई डुवर्सका सम्पूर्ण नागरिकहरूलाई अथवा युवा मोर्चा, नारी मोर्चा, विद्यार्थी मोर्चाहरूलाई जब कन्टिजेन्सी म्यानुअलमा आबद्ध गरे, त्यसता पनि त केशवजी त गोर्खा जनमुक्ति मोर्चा रुलिङ पार्टीमा नै हुनुहुन्थ्यो। उहाँले यो कुरो त्यतिलाई चाहिँ किन उठाउन सक्नु भएन? किनहरूलाई बकाइदा हामीले चाहिँ एज अ रुल्स एन्ड नर्म्स अनुसार चाहिँ हामीले उहाँलाई चाहिँ एपोइन्टमेन्ट दिनुपर्छ, पछाडि गएर लिगल फाइट गर्नु सजिलो पर्छ भनेर किन उठाउनु भएन? अनि अर्को कुरो चाहिँ के छ भनेदेखिलाई हेर्नुहोस्, डिजिएचसीको टाइममा पनि त त्यसरी गरेकै हो नि त। डिजिएचसीको टाइममा पनि त अस्थायीलाई 6 महिनामा रिपिल गरिन्थ्यो उहाँहरूलाई। तर राम्रो नियत छ भने हुँदा रहेछ भन्ने एउटा ज्वलन्त उदाहरण त त्यो डिजिएचसीको अस्थायीहरू पनि हो नि त। उहाँहरूले 1000 रुपियाँ 1800 सेलेरी पाउँथ्यो, उहाँहरू 6 महिनामा रिपिल गरिन्थ्यो। तर त्यो बिस्तारो बिस्तारो व्यवस्था परिवर्तन आउँदै गयो। 2007 को आन्दोलन भयो, त्यस्ता जो पनि रुलिङ गभर्मेन्टमा आउनुभयो, उहाँहरूले अस्थायी कर्मचारीको बारेमा सोचे त उहाँहरूले कहिले पनि उहाँहरू जिएनएलएफको टाइममा अस्थायी भएको भन्ने सोचेन नि। उहाँहरूले त्यो सेलेरीलाई बढाएर 30,000 40,000 45,000 पुऱ्याइदियो त, पुऱ्याइदिएकै हो। हामीसँग सम्पूर्ण अस्थायी कर्मचारीहरूलाई सोध्नु सक्नुहुन्छ त। अनि हामी चाहन्छौँ यदि भारतीय गोर्खा प्रजातन्त्र मोर्चा पनि जिएलपीको पक्षमा अनि कन्टिजेन्सी म्यानुअलको पक्षमा छ भनेदेखि अहिले सत्ताधारी पक्ष उहाँहरू छ, उहाँहरूले नै स्टेट गभर्मेन्टसँग कुरा गरेर हामीलाई रेगुलराइजेसन गरेको भए त केही बिग्रिन्थेन होला त। उहाँले कुरा नै गर्नुहुन्छ भने। अनि अर्को कुरो हेर्नुहोस्, जुन टाइममा डिजिएचसी थियो नि त्यतिलाई डिजिएचसीको टाइममा थिएछ इस्टाब्लिसमेन्ट डिपार्टमेन्ट, जुन चाहिँ डिपार्टमेन्ट चाहिँ कर्मचारीहरू अथवा क्षेत्रीय कर्मचारीहरूसँग एउटा रिलेटेड डिपार्टमेन्ट, र यो पछाडि जिटिएमा भएर आयो पर्सनल एन्ड एडमिनिस्ट्रेटिभ डिपार्टमेन्ट भनेर, जसको प्रभारी चाहिँ हुनुहुन्थ्यो हाम्रो ब्लुमफिल्ड रिसियाटका के अरे त्यसताकका सभासद विनय तामाङ। उहाँको त्यसताकमा उहाँले त्यस समयमा 4-4वटा प्रभारी लिएर बस्नु भएको थियो। यदि जिटिएमा पर्सनल एन्ड एडमिनिस्ट्रेटिभ डिपार्टमेन्ट यो विभाग कर्मचारीहरूसँग संलग्न थियो भनेदेखिलाई त यसको सम्पूर्ण विवरण त विनय तामाङसम्म पो हुन्छ त। यदि मिडियाले चाहनुहुन्छ भने हामी सम्पूर्ण कन्टिजेन्सी म्यानुअल अनि गोर्खाल्यान्ड पर्सनल वेलफेयर एसोसिएसनको तर्फबाट हजुरहरूलाई पनि हामी निवेदन गर्न चाहन्छौँ, यदि कन्टिजेन्सी म्यानुअल अनि कञ्चनजङ्घा मेन पावरको विषयमा कुरा नै गर्नुहुन्छ भने उहाँ तपाईँले सोझो प्रश्न, ठाडो प्रश्न उहाँसँग राख्नुहुन्छ भने उहाँले एकदमै विस्तृत विवरण दिनु सक्छ। अनि केशवजीलाई मेरोबाट सानो सुझाव के छ भनेदेखिलाई हेर्नुहोस्, जिएलपी भनेको गोर्खाल्यान्ड पर्सनल भनेको गोर्खाल्यान्डको निम्ति बनाइएको स्वयंसेवी सङ्गठन हो। हामीले कहिले पनि व्यवस्था माग्यौँ न,
व्यवस्था आयो, जिटिए माग्यो, जिटिएमा कहिले पनि हामीले सुख सुविधा माग्यौँ न। हामीलाई हो कन्टिजेन्सी म्यानुअलमा केही दिनको निम्ति काम गर्दै गर्दै तिमीहरूको जीविका चलाउँदैछ भनेर उहाँहरूले हामीलाई काम दिनुभयो अनि हामीले काम गऱ्यौँ। काम गर्दाखेरि नि हामीले काम गर्दै गर्दाखेरि फर्स्ट हाम्रो सेलेरी पाउँदाखेरि हाम्रो 5,000 माथि सेलेरी थियो। हामीले एनजी स्ट्याम्पमा थापेको त्यो समय 6 महिनादेखि माथि माथि हामीले एनजी स्ट्याम्प लिएर थापेको सम्पूर्ण त्यस्ताको जिटिएको डिपार्टमेन्टहरूलाई तपाईँले सोध्नु सक्नुहुन्छ। त्यस समय पनि जब 2014को नेपालमा ठुलो भूकम्प आयो नि, त्यस समय हामी सम्पूर्ण कर्मचारीहरूले आफ्नो वेतनबाट आफ्नोबाट एकजनाकोबाट पर 1000 रुपियाँ हामीले उहाँहरूलाई सहयोगको रूपमा पठाइदिएको हो। अनि त्यस बापत जिटिएमा जब जिटिएमा जिएलपीले मात्र एउटा नियुक्ति पायो, जिएलपीले मात्र के अरे काम पायो भनेर सबैले अपिल गर्दाखेरि सम्पूर्ण सभासद क्षेत्रको सभासदहरूलाई सबैबाट प्रेसर आउँदाखेरि हामीले नै हो त्यस्ताका निर्वाचित सभासद अनि त्यस्ताका जिटिए प्रमुखसँग बसेर होइन यो जिटिए आउनुमा हाम्रो जिएलपीको मात्र योगदान छैन, नारी मोर्चा, युवा मोर्चा अनि विद्यार्थी मोर्चाको पनि त्यति नै योगदान छ। यदि उहाँहरूले पनि कन्टिजेन्सी म्यानुअलमा काम गर्छ भने हामी उहाँहरूलाई पनि भित्राउन भनेर उहाँहरूलाई भित्राएर हाम्रो त्यो सेलेरीलाई पनि कटौती गरेर हामीले 4,000 3,000 सेलेरी थापेर उहाँहरूलाई पनि सेलेरी दिलाएको पो त। हामी जहिले पनि दिनेमा पर्छौँ। एउटा कुरो याद राख्नुहोस्, हामी जहिले पनि दिनेमा पर्छौँ। अनि अर्को कुरो तपाईँलाई विशेष कुरो के भन्न चाहन्छु भनेदेखिलाई अहिले वर्तमान जिटिएमा तपाईँहरू रमाउनु हुँदैछ नि, त्यो जिटिएमा कतै न कतै अहिले पनि हाम्रो जिएलपीको खुन पसिना गनाउँछ। राम्रोसँग याद राख्नुहोस्, 8 फरवरी 2011 को कुरा याद गर्नु न तपाईँले। त्यसताकमा सर्वप्रथम शहीद हुने को थियो भन्नुहोस् न बाटोमा, जुन टाइममा जिटिए आउनु आँटेको थियो त्यति बेला नि जिएलपीको हाम्रो 2 नारीहरू निता खवास र बिमला राईले निधार र छातीमा गोली थापेर पाएको जिटिए हो। त्यसताकमा विद्यार्थी मोर्चाका हाम्रा डुवर्सका एक युवा भाइ बिक्की लामाले छातीमा गोली थापेर पाएको जिटिए पो त। तरै पनि जिटिए थाप्दाखेरि कहिले पनि हामीले हाम्रो जिएलपी शहीद भएको छ हामीले खालि पाउनुपर्छ भनेर कहिले पनि भनिौँ न। हामीले सबैलाई बाँडेर खानु सिक्यौँ। हामीले आफ्नो काम गर्दा गर्दा हाम्रो सेलेरीमा कटौती गरेर हामीले सबैलाई बाँडेर खाएको छौँ। आज 319 को यहाँनिर उड्दैछ नि, कुरा उड्दैछ, यहाँ प्रोपोगन्डा फैलिरहेको छ नि। यदि तपाईँहरूकोमा पनि खुल्ला हृदय छ भने तपाईँले पनि बाँडेर खानु चाहनुहुन्छ भने 313 भन्दा धेरै क्यापेबल हाम्रो भाइ बहिनीहरू होला, इन्टरभ्यू गराउनुहोस् न, खुल्ला रूपमा इन्टरभ्यू गराएर नियुक्ति गराउनुहोस् त। तपाईँलाई धेरै गर्व पो गर्छ त। दार्जिलिङ पहाडदेखि लिएर हाम्रो जति पनि शिक्षाविदहरू छ, पढी लेखा भाइ बहिनीहरूले तपाईँहरूलाई त तपाईँहरूको कुरालाई धेरै एप्रिसिएट गर्छ। त्यो कुरोमा जानुहोस् न, जहिले पनि बाँडेर खानु सिक्नुहोस्। हेर्नुहोस्, हामीले कहिले पनि खोसेर खायौँ न, कसैको भाग खोसेर खायौँ न, कसैले मागेर खायौँ न। अनि बार बार भनिन्छ यहाँनिर कि चुनावको माहौल आउँछ, एउटा मुद्दालाई कहाँ पुर्याउँछ, अर्को मुद्दालाई कहाँ पुर्याउँछ। हामी बार बार निवेदनै गर्न चाहन्छौँ, चुनावको मुद्दामा जिएलपीलाई लिएर कुनै पनि एउटा इस्यु नबनाइदिनुहोस्। हामी त यस्तो खालको मान्छे हो, गोर्खा जनमुक्ति मोर्चा भित्रै बसेर गोर्खा जनमुक्ति मोर्चाकै के अरे गोर्खा जनमुक्ति मोर्चाकै सभामा, गोर्खा जनमुक्ति मोर्चाकै मञ्चमा बसेर यदि भोलिको दिनमा गोर्खाल्यान्डको आवाज कुनै पनि सङ्गठनले बुलन्द गर्छ भने हामी त्यो सङ्गठनसँग आबद्ध भएर काम गरेको हुन्छौँ भने हामी त क्षमता राखेर निस्केको पो त। त्यस्तो क्षमता छ तपाईँहरूसँग? गोर्खाल्यान्डकै कुरा गर्नुहुन्छ भने, योगदानकै कुरा गर्नुहुन्छ भने त्यो क्षमता छ? गरेर देखाउनुहोस् न। आज छ तपाईँहरू सत्ताधारीमा छ, तपाईँहरू सत्तामा हुनुहुन्छ, तपाईँहरू राज्य सरकारसँग एकदमै राम्रो उयो हुनुहुन्छ, संलग्नता, तपाईँहरू एकदमै राम्रो रिलेसन छ। ल्याउनुहोस् न। जिटिएको एक्ट एन्ड एग्रिमेन्ट अनुसार के अरे एक्ट एन्ड एग्रिमेन्ट अनुसार तपाईँहरूले यहाँनिर बनाएको छ नि, अहिले कुन चाहिँ डिपार्टमेन्ट छ भनेदेखिलाई सबअर्डिनेट सेलेक्सन बोर्ड, त्यो त जिटिएको एक्ट एन्ड एग्रिमेन्टमा छ त। तपाईँले यदि दार्जिलिङको विकासै चाहनुहुन्छ भनेदेखिलाई, जिएलपीको भविष्य सुनिश्चित गर्नु चाहनुहुन्छ भनेदेखिलाई, त्यस्ताका कन्टिजेन्सी म्यानुअलको नै कुरा गर्नु चाहनुहुन्छ भने ल्याउनुहोस् न। तपाईँहरू अहिले सरकारसँग एकदमै राम्रो छ, तपाईँहरू सबअर्डिनेट सेलेक्सन बोर्ड ल्याउनुहोस्। अनि त्यो गर्दै गरेको कन्टिजेन्सी म्यानुअल जो 6,000 देखि माथि थियो उहाँहरूलाई नियुक्ति पत्र दिएर देखाउनुहोस् न। के कानुनको कुरा गर्नुहुन्छ तपाईँहरू? ल्याउनुहोस् त, सक्नुहुन्छ त। तर हामी विनम्र निवेदन गर्दछौँ, त्यो 313 शिक्षक नियुक्तिको एउटा छुट्टै व्यथा छ, उहाँहरूको बेग्लै व्यथा छ। तर 313 जना मध्ये 312 जना चुप बसेर एकजना मात्र तपाईँ मात्र हुटिट्याउँ जस्तो कराएर हुँदैन। अनि तपाईँहरूको आफ्नो मुद्दा छ, 313 को मुद्दा छ, तपाईँहरू आफ्नो मुद्दामा फोकस गर्नुहोस्। तपाईँहरूको मुद्दालाई लिएर अगाडि बढाउनुहोस्, तपाईँहरूको मुद्दा विषय लिएर अगाडि बढ्नुहोस्। यहाँनिर किन कन्टिजेन्सी म्यानुअललाई मुस्नुहुन्छ, किन जिएलपीलाई मुस्नुहुन्छ?
जिएलपी र कन्टिजेन्सीको मुद्दासँग 313 को नियुक्ति मिल्यो। अझै हामीले कुरा नै खोज्नु हो भने त नि तपाईँहरू धेरै अप्ठ्यारोमा पर्नुहुन्छ। हेर्नु दाजु, कन्टिजेन्सी म्यानुअलको स्यालेरी थाप्ने चाहिँ नि अहिले 313 जस्तै नियुक्ति पाएको छ नि उहाँहरू पनि कन्टिजेन्सी म्यानुअलको स्यालेरी थाप्ने छ है। यो कुरो त हामीले गरेको छैनौँ, नामसँग उजागर गरेको छैन। तपाईँलाई विनम्र निवेदन छ, तपाईँ 313 शिक्षक नियुक्तिमा तपाईँ पनि संलग्न हुनुहुन्छ, तपाईँ पनि त्यो एउटा सायद होला, तपाईँ पनि एउटा शिक्षक होला त्यस समयको, तपाईँहरू त्यो विषयमा कुरा गर्नुहोस्। तर त्यो विषय लिएर यहाँ जिएलपीलाई साथै हाम्रो यो कन्टिजेन्सी म्यानुअल कञ्चनजङ्घा मेन पावरलाई लिएर चाहिँ कुरा नगरिदिनुहोस्। मिडियामा आएर अगाडि कुरा उछालेर यो कुरोलाई डाइभर्सन गर्ने कुरा नगर्नुहोस्। अनि तपाईँ कन्टिजेन्सी म्यानुअल र कञ्चनजङ्घा मेन पावरकै कुरा गर्नु चाहनुहुन्छ अरे नि, म फेरि पनि भन्छु, त्यस्ताका प्रभारी हुनुहुन्छ नि विनय तामाङ, उहाँलाई गएर सोध्नुहोस्। उहाँ हुनुहुन्थ्यो त्यस समय के अरे पर्सनल एडमिनिस्ट्रेटिभ डिपार्टमेन्ट, जुन चाहिँ डिपार्टमेन्ट चाहिँ जिटिएको कर्मचारीसँग संलग्न छ नि, त्यो डिपार्टमेन्टको इन्चार्ज उहाँ हुनुहुन्थ्यो होइन। कञ्चनजङ्घा मेन पावरको इन्चार्ज चाहिँ उहाँ हुनुहुन्थेन। तर यो जुन चाहिँ पर्सनल एन्ड एडमिनिस्ट्रेटिभ डिपार्टमेन्ट छ नि, त्यो डिपार्टमेन्टको चाहिँ उहाँ कार्यभार सभासद हुनुहुन्थ्यो। उहाँले जिटिएको डिपार्टमेन्टमा गएर राति राति नसुती दुःख गरेर कञ्चनजङ्घा मेन पावर थिएछ भनेर निकाल्यो। अनि कञ्चनजङ्घा मेन पावरमा यति स्यालेरी पाउँछ भनेर उहाँले खोजेर निकाल्यो, यतिजना वर्कर थिएछ भनेर निकाल्यो। तर त्यही मान्छेले कञ्चनजङ्घा मेन पावरको मालिक निकाल्न नसक्नु चाहिँ क्वेसन हामीलाई जान्छ कि उहाँलाई जान्छ? उहाँले त्यत्रो खोजेर निकाल्यो भने चाहिँ इभन कञ्चनजङ्घा मेन पावरको हेड अफिस धरि अहिलेको यहाँ भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सायद टाउन अफिस होला, त्यहाँ निकाल्यो भने सेन्ट्रल अफिसमा निकाल्यो भन्दैछ। उहाँले त्यत्रो खोजेर निकाल्दाखेरि चाहिँ कञ्चनजङ्घा मेन पावर कसले चलाउँथ्यो भनेर चाहिँ खोजेर निकाल्नु नसक्नु, अथवा त्यो क्वेसन हामीमाथि थप्नु त यो त हास्यास्पद कुरा हो। यो क्वेसन चाहिँ उहाँलाई नै गरेको एकदमै राम्रो छ। उहाँले विमल गुरुङमाथि भन्दा पनि उहाँको त्यो अलिकति सायद उहाँले कटाक्ष चाहिँ उहाँलाई गर्नुभएको होला। तर उहाँलाई एउटा कुरो चाहिँ ज्ञात हुनुपर्छ, जुन समयमा कञ्चनजङ्घा मेन पावर खोलियो त्यस समयमा जिटिए प्रमुख थियो विमल गुरुङ, अनि त्यस्ताको कर्मचारीसँग संलग्न चाहिँ कार्यभार सभासद चाहिँ विनय तामाङ भनेपछि त्यो त जिटिए प्रमुखले त खोलेको कुरा आएन। कर्मचारीसँग संलग्न विनय तामाङ थियो भने चाहिँ विनय तामाङसँग उहाँले प्रश्न गर्नु पर्यो। तपाईँहरूले पनि यो कुरोको सोझै कञ्चनजङ्घा मेन पावरको कुरा जान्नु चाहनुहुन्छ र उहाँसँग विस्तृत विवरण चाहनुहुन्छ भने तपाईँहरूले चाहिँ विनय तामाङसँग चाहिँ एकदमै बसेको चाहिँ मलाई एकदम उत्तम लाग्छ क्या। आज आएर जुन समयमा जिटिए विमल गुरुङले चलाउँदै थियो, जुन समयमा गोजा मोमुले चलाउँदै थियो, त्यस समय 6000 माथि कन्टिजेन्सी म्यानुअलहरू थियो। 6000 भन्दा अझ अधिक कन्टिजेन्सी म्यानुअल थियो। कतै न कतै कञ्चनजङ्घा मेन पावरबाट होस् अथवा जतैबाट नियुक्ति पाएर 6000 भन्दा माथि घर परिवारको चुला त जल्दै थियो नि त। म पूर्ण रूपमा चाहिँ उहाँलाई भन्नु सक्दिनँ, तर हामीलाई भन्दा ज्यादा ज्ञान अनि उहाँहरूलाई भन्दा ज्यादा ज्ञान, विमल गुरुङलाई भन्दा ज्यादा ज्ञान चाहिँ उहाँलाई छ। किनकि कार्यभार सभासद भनेपछि त जुन कुरोको कार्यभार उहाँले प्राप्त गरेको थियो भनेदेखिलाई त उहाँलाई नसोधी त त्यो कुरो गरेन होला, उहाँलाई चाहिँ मलाई लाग्छ। अनि हेर्नुहोस्, म बार बार भन्दैछु, हामी जिएलपी 3662 खालीको कुरा छैन यहाँनिर, सम्पूर्ण कन्टिजेन्सी म्यानुअललाई मुसिँदैछ। 6000 भन्दा माथि कन्टिजेन्सी म्यानुअल भन्दा अगाडि गोर्खा जनमुक्ति मोर्चा अनि विमल गुरुङले 6000 भन्दा माथि परिवारको पेट पालन गर्ने, चुला जलाउने काम चाहिँ गरेको हो। यदि विकासकै कुरा गर्छ भनेदेखिलाई त त्यो 6000 माथिको कन्टिजेन्सी म्यानुअललाई उहाँहरूले रेगुलर राखेर अथवा यसमा प्रोसेसमा गएर उहाँहरू स्टेट गभर्मेन्टसँग एकदमै राम्रो सम्बन्ध लिएर आएको हो, उहाँहरूलाई रेगुलराइजेसन गरेको भए कति राम्रो हुन्थ्यो, विकास त त्यहाँ पो जान्थ्यो त। मैले त्यसको क्लियरिफिकेसन दिएँ त। मैले फेरि पनि भन्दैछु, फर्स्टको हाम्रो जिएलपी हो 3662 जना, इनरोलमेन्ट बनेको 3662 जनाको। अनि त्यहाँबाट जिटिएको जब जिटिए साइन भयो त्यस्ता हामीले एउटा काम गर्ने क्षेत्रफल पाएपछि त सम्पूर्ण सभासदहरूलाई त सम्पूर्ण क्षेत्रको जनताले त क्वेसन त गर्छ। जिएलपीले मात्र लडेको होइन, यो जिएलपीले गर्दा खालि जिटिएको पाएको होइन भन्दाखेरि चाहिँ उहाँले नारी मोर्चा, युवा मोर्चा, विद्यार्थी मोर्चालाई पनि यो काममा लाउनुपर्छ भन्दाखेरि चाहिँ उहाँलाई पनि कञ्चनजङ्घा मेन पावर चाहिँ त्यतिखेर बन्नेर चाहिँ उहाँलाई कन्टिजेन्सी म्यानुअलमा हालेर हाम्रो सेलेरी कटौती गरेर उहाँलाई दिएको कुरा छ। सालमा चाहिँ यो कञ्चनजङ्घा मेन पावर बनेको चाहिँ तपाईँको 2015 तिर हुनुपर्छ, किनकि एक्ज्याक्ट उयो चाहिँ थाहा छैन मलाई, किनकि हाम्रोमा टोटल डकुमेन्ट्स थियो। तर जब 2017 को आन्दोलन भयो त्यति बेला अफिसको त डकुमेन्ट्स उठायो भने चाहिँ हाम्रो त टोटल डकुमेन्ट्स लगेको हो।
त्यहाँनिर पनि एउटा ठुलो षड्यन्त्र भएको छ क्या, लुकाएको छ हाम्रो डकुमेन्ट्सहरू। अहिले पनि सायद डिपार्टमेन्टमा जाँदाखेरि हामीलाई त्यो डकुमेन्ट्स उपलब्ध गराउँदैन, कारण उहाँहरूलाई थाहा छ नि हामीलाई डकुमेन्ट्स उपलब्ध गराउनु भनेको नि हामीले त्यो युद्ध लड्नु हो, फेरि पनि त्यो कुरालाई त्यो घाउलाई बल्झाउनु हो भनेर उहाँहरूले अहिले घरि पनि डकुमेन्ट्स हामीलाई उपलब्ध गराउन सकेको छैन। अनि हाम्रोमा भएको डकुमेन्ट्स त तपाईँलाई थाहा छ, जति पनि जिएलपी थियो, कन्टिजेन्सी मेनलमा थियो, प्रायः प्रायः नै विस्थापित बन्यो गोर्खाल्यान्डको आन्दोलनमा होइन। मैले अघि एउटा कुरा भनिसकेँ नि, जिएलपी गठन गरेको नि केको लागि भन्नुहोस् त, गोर्खाल्यान्ड पर्सनल, हाम्रो नाममै गोर्खाल्यान्ड जोडेको थियो नि। हामी कहिले पनि व्यवस्थाप्रति गयौँ न। इभन अहिले स्वर्गवास हुनुभयो हाम्रो आदरणीय पी अर्जुन सर, हामीले जिटिएको एग्रिमेन्ट बनिएपछि पनि उहाँलाई, हाम्रो गोर्खा जनमुक्ति मोर्चाको शीर्ष नेतृत्वलाई हामीले गुहार लगाएको। हामीले यो व्यवस्थाले कुनै हाम्रो मुद्दा, हाम्रो उयोलाई के अरे हाम्रो इच्छा आकाङ्क्षालाई पुरा गर्दैन, हामी गोर्खाल्यान्डकोपट्टि जानुपर्छ भनेर हामीले त्यति बेला गरेको। कारण जिएलपी भनेपछि गोर्खाल्यान्ड पर्सनल भनेपछि हामी गठन गरेको नि गोर्खाल्यान्डको लागि, हामी व्यवस्थाको लागि होइन नि। त्यसोले गर्दाखेरि हामीले माग्नुमा, हाम्रो लागि माग्नुमा, हामीले कुनै व्यवस्थाको सहुलियत लिनुमा हामीले विश्वास गऱ्यौँ न, जहिले पनि हामी दिनुमा गऱ्यौँ। अनि अहिले पनि म भन्छु केशवजीले खोजिदिन्छ भने हामी लिनुको लागि तयारी छौँ, तर हामी व्यवस्थामा आफ्नो सुख सुविधा खोजेर हामी गोर्खाल्यान्डको मुद्दालाई बिर्सन चाहँदैन नि। हामीले खोज्नु भनेको नि हामीमाथि ट्याग लाग्नु हो, फेरि यिनीहरू पनि मौकावादी भएछ, सुख सुविधावादी भएछ भन्ने। तर हामी त्यो त्यस्तो लान्छनामा हामी बाँच्न चाहँदैनौँ। केशवजीलाई एकपल्ट सोध्नुहोस् न, जिटिएको एग्रिमेन्ट भएको कति वर्ष भयो भने, त्यही हिसाबले भन्दा उहाँकै भनाइको हिसाबले त अन्त जिटिएको एग्रिमेन्ट हुँदाखेरि आएको जिएलपी त अन्त 6 वर्षको हुनु पर्यो त होइन, प्यारामिलिट्रीतिर मिलिट्रीतिर जानुलाई भन्दा। अनि त्यो टाइममा नै 18 वर्षको उकालो थियो भनेदेखिलाई त अहिले 2026 पो त, उहाँले उमेरको गिन्ती गर्नु बिर्से कि के हो। अहिले हाम्रो चाहिँ 3662 जना चाहिँ एक्चुअलमा जिएलपीले हामीले उयसमा पाएको हो, नियुक्ति पाएको हो। तर अहिले घरि जिएलपी हेर्नुहोस्, जिएलपी जहिले पनि गोर्खाल्यान्डको पक्षमा छ भनेर म किन भन्न चाहन्छु भनेदेखिलाई, आज जिएलपी हेर्नुहोस्, हाम्रो एउटै सङ्गठनमा खालि छैन नि। जिएलपी भनेको यो राजनीतिक सङ्गठन होइन नि। हामी गोर्खा जनमुक्ति मोर्चासँग आबद्ध छ, बिजेपीसँग आबद्ध छ, के अरे गोर्खा राष्ट्रिय मुक्ति मोर्चासँग आबद्ध छ, इभन अहिलेकै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चासँग आबद्ध छ, हाम्रो पार्टीसँग आबद्ध छ। भएन हाम्रो सङ्गठनको त मेन मूल सचिव नै गोर्खाल्यान्ड एक्टिभिस्टसँग आबद्ध छ। उहाँ अहिले सायद आज प्रेस रिलिज गर्न आउनु सक्नु भएन, उहाँ आसाम भ्रमणमा हुनुहुन्थ्यो गोर्खाल्यान्ड एक्टिभिस्टसँग। तर हामीले जहिले पनि एउटै ध्येय राखेको छौँ, जब पहाडमा कुनै पनि राजनीतिक दल होस् अथवा संस्था सङ्गठन होस्, उहाँले एउटा निष्पक्ष भावनाले, निस्वार्थ भावनाले गोर्खाल्यान्डको मुद्दालाई अगाडि लिन्छ भने फेरि हामी एकजुट भएर अगाडि आउनु तयार छौँ भनेर हामी बार बार भनिरहन्छौँ।